तपाईँ हामी सधैँ यसरी ठुलो ठुलो हेरेर बस्ने हो? ठुला ठुला कम्पनीहरू बन्द हुने स्थितिमा छन्। देशको अर्थतन्त्र कतातर्फ जाँदैछ यसले नै बुझिँदैन र? अनि तपाईँ हामी सधैँभरि यही नेतृत्वले देश चलाउँछन्, यिनीहरूले नै देश चलाउँछन् भनेर बसिरहने। भ्रष्टाचारको चरम सीमा पुगिसकेको छ। देश खोक्रो भइसकेको छ। वितृष्णाको चरम सीमा पुगिसकेको छ। प्रत्येक घरको कम्तीमा एकजना युवा देशमा हुनुहुन्न, विदेशिनुपर्ने बाध्यता छ। जति पनि युवाहरू देशमा हुनुहुन्छ उहाँहरू पनि डिप्रेसनको शिकार भइराख्नु भएको छ। निदाउन सक्नुहुन्न, छटपटी छ, एङ्जाइटी छ। दैनिक रूपमा मैले भने नि 17 देखि 19 जना नेपाली युवाहरूले आत्महत्या गरिरहेको स्थिति छ। यो डिप्रेसन किन? यो सबै डिप्रेसनको एउटा मुख्य कारण अनइम्प्लोइमेन्ट हो, जबलेस भएको कारणले। विदेश जान सक्नेहरूले विदेश जानुभएको छ, घर जग्गा बेचेर भए पनि जानुभएको छ। जो जान सक्नु भएको छैन, देशमा रोजगारी पाउनु भएको छैन, पढ्नु भएको छ, अनि डिप्रेसनको शिकार हुनुभएको छ, आत्महत्या गर्न बाध्य हुनुभएको छ। तपाईँ हामी कहिले सिरियस हुने, कहिले गम्भीर हुने? अब पनि हामी यसरी ठुलो ठुलो बसेर हेर्ने दिन छैन। तपाईँ हामीले अब हिम्मत गर्नै पर्छ।